हेलो एभ्रिवान र अहिले भन्देखिलाई तपाईहरुको माझमा म आइरहेको छु हैन। किन आएको छु भन्देखिलाई चाहिँ आज चाहिँ तपाईहरुलाई के इन्फर्मेसन लिएर आइसकेको छु र आज इभिनिङ टाइममा चाहिँ म केही कामले बजार गइरहेको थिएँ र त्यो टाइममा चाहिँ मैले कसैको फोन भेटेको छु है, सेलफोन कसैको सेलफोन भेटेको छु र त्यो कहाँ भेटेको छु भन्देखिलाई यो बजारदेखि र जुन चाहिँ एफपीटीसी जानेको जुन चाहिँ बाटो छ त्यसको बीचमा मैले भेटेको छु है। रोडको साइडमा मैले फोन भेटेको छु र यो फोन कसको हो तपाईले कृपया गरी क्लेम गर्न सक्नुहुनेछ है त। यो फोन चाहिँ कस्तो अवस्थामा थियो भन्दाखेरि म तपाईलाई अलिकति फोन देखाउँदैछु त गाइस है। यो फोन चाहिँ यो फोन रहेछ है, यो फोन हो। साइडमा यसको चाहिँ पछाडि यो खालके लेखेको छ डेयर टु लिभ भन्ने छ। यो खालके फोन चाहिँ है तपाईहरुले यहाँ देख्न सक्नुहुँदैछ है त। कुन कम्पनीको भन्नु? रियलमीको रहेछ यो फोन, रियलमी कम्पनीको रहेछ र कसैको पनि हो। तपाईहरुले आफ्नो रिलेटिभ्सको हुनसक्छ हैन, कसैको दाजुको, कसैको भाइको, कसै दिदी बहिनीको फोन हुनसक्छ है। कृपया गरी यदि तपाईहरुको कसैको हो भनेदेखिलाई म तपाईहरुलाई एउटा नम्बर दिइरहेको छु। मेरो नम्बरमा तपाईहरुलाई मेरो नम्बर छोडिदिनेछु। कृपया गरी तपाईहरुले त्यहाँ आएर मलाई सम्पर्क गर्न सक्नु।